सो गाइस चाहिँ डेन्जर मान्छेहरू छ यता हैन बाइक पार्किङ यता गऱ्यो बाइक पार्किङको 50 रुपैयाँ चार्ज लाग्यो हैन हामी यहाँ जान लाग्यो माघे संक्रान्ति मेला कस्तो हुन्छ हेर्दै जाम न त कतिको टाढा छ है त यहाँबाट भनेर हेर्दै छौँ हामी हैन अहिले यस्तो बदनाम हुन्छ कि माक्री बाइक ठेल्न पर्ने अवस्था आउँछ अहिले किनकि मेरो बाइकको ब्याट्री पुरै डाउन छ नि त सो हेर्नु जान्छ मान्छेको मेला माघेको मेला मान्छेहरू त टट यस्तो रमाइलो हुन्छ क्या अब होइन तपाईँलाई म देखाउँछु यस्तो दामी दामी बाबा अलि छिटो हिँड्नु पऱ्यो क्या भ्याइँदैन आधी घन्टा घुमेर फर्किनु यहाँबाट सगाइ चाहिँ म आधी घन्टा मात्र घुम्ने प्रोग्राम छ हाम्रो चाहिँ डेन्जर रहेछ होइन ठाउँ चाहिँ पुरै बाटै जाम छ क्या बाटो नै जाम छ होइन बाटो जाम भए पनि केही छैन म त हेलमेट लाएर हिँडेको छ जाडो भएर केटा हो हेलमेट नलाइ हिँड्न सकिँदैन है हेलमेट लाउने हिँड्ने अन्त माक्रे भ्लग हानेको नि कसैलाई थाहा हुँदैन यस्तो गर्ने खल्ती माताले हिँड्ने के हाल छैन बाबा डेन्जर छ क्या यार यस्तो दामी दामी भैयाहरू के बाबा होइन के छ माघे सङ्क्रान्ति मेला विशेष रिहार भनेर आएको होइन रिहारतिर हेर्दा म त आमा जतासुकै मान्छे डेन्जर आउँदो रहेछ क्या माकुरी डेन्जर हुन्छ क्या यार यता त यार झन्डी फुट्छ लङ्गुर फुट्छ खेला जस्तो छ है हेरौँ न त के छ र ₹50
भोलिसम्म पालो आउँछ होला है सर हामी चाहिँ खेल्नु हुँदैन पिङसिङ यहाँबाट लाग्छ मलाई डर लाग्छ है त अब पालेर म देख्छु के हो यो 100 दिनुहोस् 1000 लानुहोस् यो 100 दिनुहोस् 1000 लानुहोस् रे केटा 160 कति 160 में कति मिनट हो मोटू कहाँ जा रहा भाग के एउटा 100 दिने 160 सेकेन्ड झुनिन सकिन्छ मगर हिंदुस्तान के सामने झूठ नहीं सकता नेपाल का साथ हाम्रो नेपाल को महिला राधा थापा फरासी नेपाल प्रदेश नंबर 4 यहाँ को तिमी मुटु धडकनमा कता के नाच साँच नै भइरह त डान्स नै यसो हेरौँ न सब भुले आउँछ नि त
हामी त हेरेको हेरे होइन फाइनली हामी फर्किँदा मेरो रेन्जर मान्छे कि होइन भित्र छिर्दै नसकिँदो रहेछ है बल्ल बल्ल हामी छिरेर पनि हामी फर्क्यौँ अलिअलि रमाइलो हेऱ्यौँ होइन त्यसपछि फर्किनु लाग्यो भनौँ न मलाई साथी जस्ट यहाँ चाहिँ मान्छेको भिडभाड डेन्जर हुँदो रहेछ क्या भिडभाडै भिडभाड होइन रमाइलो भयो जे भयो नि फर्स्ट टाइम आएको थियो हामीले चाहिँ राम्रोसँग घुम्न पनि पाएन होइन केही कुरो खेल्न पनि पाएनौँ क्या केही गर्न पनि पाएनौँ सो अब हामीले त्यहाँ फर्किहाल्नुपर्छ होइन अब हाम्रो बाइक त्यहाँ छ होइन बाइक पनि पार्किङ यस्तो डेन्जर छ क्या 50 रुपियाँ क्या बाइक पार्किङ चार्ज हानेको सिधै गाँड खुली हान्दै क्या 50 ठोक्दियो होइन तर ठिक छ केही छैन के छ त त्यति भनिदिउँ न यसो गरिदिउँ न कहिले कहिले त है सब इन्डियन लोकहरू बबाल बोला आउँदो रहेछ होइन तर मान्छे बबाल के कमिला भन्दा पनि धेरै हुँदो रहेछ है अब म फर्किन्छु कता सिधै रमाइ बजार जान्छु होइन गएपछि चाहिँ मेरो भ्लग अब मात्रै पढाइ लेखाइ छैन केटा मेरो है कि त किनभने पनि समस्या त्यही छ कि रिहार खुला भन्दो रहेछ यसलाई चाहिँ है खुसी लाग्यो मलाई चाहिँ यस्तो राम्रो राम्रो यहाँ हामीलाई नि हेरिदिनु नि यस्तो दामी यहाँले हेर्दै आएर के केटा आएर क्या कुस्ती हेरौँ भनेको यार टाइम लाग्ने भयो सो गाइज ब्याक टु रमाइ है केटा हामी फर्क्यौँ त रिहारबाट पनि फर्किसक्यौँ होइन सो तपाईँहरूले देखिहाल्नु पर्ला कस्तो बबाल थियो क्या माकुरी मान्छेहरू पनि मेलाहरू पनि डेन्जर थियो है हामीले चाहिँ टाइम नभएर हामीले खासै धेरै फेरि भुल्न पाएन क्या मेलामा होइन हामीले खाजा पनि खान भ्याएनौँ होइन सो नभए पनि केही छैन हामी एकैचोटि लमै बजारमै गएर खाजा खाएर चाहिँ अफमा हामी गइहाल्छौँ होइन त्यही नै एउटा होइन अति दामी नै भयो क्या अति ल यति धेरै रोमाञ्च कहिले भएन पनि होइन मेलामा जस्ट 2-3 घन्टाको उसमा गएर आएको भए अझै बबाल टाइम मिल्थ्यो सो होइन कस्तो तिरुपति चौरल हिँड्ने क्या यो हो नि त केटा हो रमाइलो माकुरी राइड भनेको होइन सही हो सबजना मेलामा त्यहाँ खुट्टा टेक्ने ठाउँ छैन त मेलामा होइन त्यस्तो डेन्जर थियो कि मेला बाबा एसएमएन भ्लग होइन फर्स्ट टाइम के यति धेरै मेलामा के मान्छे बुई त्यस्तो बडी बाइक स्पिड भयो होइन पछाडिको साथीको टाउको दुखेर तर केही छैन टाउको दुख्छ आधी घन्टामा हामी पुग्नुपर्ने हुन्छ होइन त्यही भएर अत्तिकै के भन्ने होइन यस्तो भने जस्तो नि भएन भ्लग चाहिँ अब राम्रै भयो होला सायद है कस्तो बाङ्गो बसेको बाङ्गो नबस्नु न सिधा बस्नु क्या शरीर सही कडा जाडो होला सही जाडो भयो माघे सङ्क्रान्तिमा है आज नुहाउनु पर्ने दिन नुहाएन त्यही पनि केही छैन खैर है पुरानो जमानाको मान्छे होइन नि त म कडा अहिलेको न्यू जेनेरेसनको सो नुहाउनेले नुहाए ननुहाउनेले नुहाएनन् होइन मैले चाहिँ नुहाइनँ क्या किनकि जाडो हुन्छ नि त म हप्तामा भनौँ न 3 दिनमा मात्रै 1 दिन मुख धुने खालको मान्छे हो फक अफ म्यान बाबा झगडा जाडो कडा हो
आमामा टक्क कडा तरुनी साथमा भएको भए पछाडिबाट तरुनीले च्याम्म समाउँथे कस्तो फिलिङ हुन्थ्यो है छैन के गर्ने जामा लाउने हो सिङ्गल हिँड्ने बटार्ने ओहो Oh my god! यस्तो बवाल हान्नुपर्छ नि बाइक पनि त एक्चुअली होइन बवाल छ तर यो ठाउँको अहिले रोडहरू यस्तो प्याक भइरहेको छ नि तर सेफ राइड गर्नुपर्ने हुन्छ मैले सो म साइडै दिँदिनँ किन दिनु साइड होइन आफ्नै रुट साइडमा हिँड्यो क्या हाइवेमा त आफ्नो रुटमा हिँड्यो जस्ट अब अरूको रुटबाट हिँड्नु पनि पर्दैन नि त त्यति साइड डराउनु पनि पर्दैन क्या स्लो चला हाने पछाडिबाट हान्दैन भने डर हुने कि म्याकुरी मेलाबाट ब्यालुन स्यालुन गिफ्ट छ है त जहाँ गयो त्यहीँ जाम के म्याकुरी अप्टरले फेरि तिमी मुटु आमामा केटा हो यो हो नि त म्याकुरी शैली ब्यालुनको शैली खेल्छ मेमफुली सबजना मेला हेरेर फर्किसक्यो होइन हामी पनि फर्किनै सक्यो त्यो बेलुका आउने बेला त फर्किने बेला त बाटो हिँड्नु पनि हुँदैन होला क्या डर लाग्छ क्या कुरी गर्दा कतै गर्दा कति दामी छ केटा हो होइन यो चाहिँ अब उता नारायणघाट जाने बाटो भनौँ न हाइवे रोड है के गर्न खाएर बाइकको इन्जिन गयो क्या मासला धुवा फाले बाइकले धुवा फाले थालेन बाइकले बाइकले धुवा फाले भनेको फाले बाइकले धुवा फाले फालेन भनेको कि हेर्नु त फाले होइन कौन हा गाइस है बाइकमा प्रब्लम देखाला जस्तो भयो कि लास्ट दुःख लाग्छ नि त बिच बाटोमा बाइकले बिच बाटोमा बाइकले के भइहाल्यो नि लास्ट मन दुख्छ क्या भनौँ न होइन पैसा लास्ट धेरै खर्च आउँछ नि त बाइकमा त्यही भएर मैले बाइक सायद अब चलाउँदिनँ पनि होला है म अब लमजुङ टुर हान्छु बाइकमा दाङ टु लमजुङ टुर हानेपछि है लमजुङ हानेपछि मैले अर्को बाइक लिने प्लान गरिसकेको छु सायद लिन्छु पनि होला अर्को बाइक होइन अर्को बाइक लिएपछि चाहिँ त्यही बाइकमा भ्लग गर्नुपर्ने हुन्छ मैले किनकि बाइकबाट मैले चाहिँ च्यानल मोनिटाइज र होइन 1K सब्सक्राइबर पुऱ्याउँछु भन्ने प्लान गरेको थिएँ 1K सब्सक्राइबर पनि पुगिसक्यो मेरो फाइनली होइन त्यसपछि च्यानल मोनिटाइज हुन चाहिँ बाँकी नै छ त्यही भएर च्यानल मोनिटाइज गरौँ यही बाइकबाट त्यसपछि मैले भ्लग स्टार्ट गरेको यही बाइकबाट हो नि त त्यही भएर यही बाइकबाट च्यानल मोनिटाइज र त्यसपछि 1K सब्सक्राइबर पुऱ्याएर चाहिँ मैले अर्को बाइक लिने प्लान गरिरहेको छु होइन अर्को बाइक लिन्छु पनि होइन 1K सब्सक्राइब पनि पुगिसक्यो बाइकको एकदम गना छ क्या फ्युल
धुवाको नास्ता गनाइरहेको छ जसलाई चाहिँ मलाई इन्जिनको अलिक जस्तो लाग्यो बाइक है सो मैले चाहिँ रोकेर हेर्नुपर्ने हुन्छ बाइकलाई चाहिँ के कस्तो छ बाइकको प्रब्लम इन्जिन गयो भने त आगो बोल्छ अहिले होइन मोबिल खाइरहेको छ बाइकले के कारणले खान्छ मोबिल भनेको पनि थाहा छैन क्या मलाई धुवा फाल्दैन होइन बाइकले धुवा चाहिँ फाल्दैन तर टायर जस्तो के गनाइरहेको छ क्या होइन बडी बटारेर पनि हुनसक्छ सायद होइन के दुःख लाग्छ केटा है बाइक यस्तो हुने त अलिक दुःख हुन्छ नि सबैको होइन सबैभन्दा ठुलो पैसा नै त हुने केटा पैसा भए पो होइन बाइक पनि नयाँ नयाँ चेन्ज गर्न सकिन्छ नि त अब बाइक अब भने जस्तो चल्न सकिँदैन अब मिडल क्लास फ्यामिलीको हो नि त हामी चाहिँ त्यही भएर चाहिँ जे छ त्यसमा रमाउनु पर्छ भन्ने सिद्धान्तको मान्छे हो म चाहिँ सो अब केटा के भन्ने त त्यही केटा होइन भ्लग अब लामै आउँछ ल सबैले यसो मिलाएर टक्क माया गर्नु पऱ्यो अनि होइन कति लम्बाइ 12 किलोमिटर छ अब लम्बाइ 12 किलोमिटर रहेछ होइन गाइस किलोमिटर छ गाइस है 12 किलोमिटरमा कुरी 15 मिनटमा पार गर्नुपर्ने हुन्छ मैले चाहिँ यसो यार मेलामा गएर हामीले केही किन्न नि पाएन क्या भ्याएन क्या भनौँ न अब नभएपछि कस्तो बतेर आउँछ स्लो आयो स्लो तिमी मुटु धड्कनमा छ तिमी तिम्रै नामको तिमी मलाई फलाई नै मनपर्ने डाँडा घर साइनी मैले हाते गरेर के गर्ने बाइक इन्जिन गयो जस्तो लाग्यो है घुस्नु गनाएको छ क्या मोबिल गनाएको जस्तो लाग्छ मलाई चाहिँ सो मैले रोकेर हेर्नुपर्ने हुन्छ अनि ओह्रालो गएपछि रोक्छु मैले चाहिँ बाइक होइन लम्बाइ 10 किलोमिटर छ फाइनली कडा है खाजा नि खानुपर्ने हुन्छ भोक लागिरहेको छ होइन अब खाजा के खाने भन्ने हुन्छ क्या भएको लिफ्ट दिन्थेँ कि मैले तर डबल छु नि त डेन्जर छ केटा बाबा रोड नि यस्तो दामी छ क्या जति बटार पनि भइरहेको छ बाइक होइन कति बटार्नु कि होइन आफैलाई डर लाग्छ नि त जे भने 135 सीसीको बाइक होइन टायर स्कुटरको जत्रो छ डर लाग्छ सेफ भएर चलाउनु पर्छ नि सिद्धान्त मेरो चाहिँ
अगाडिबाट के साउन्ड आइरहेको छ कि क्रिकेट आइरहेको छैन सो यसलाई मैले यसले देखाउनु पर्ने हुन्छ देखाउन त आज सबै ओक्सोको सबै बन्द छ होइन बन्द छ यसलाई चाहिँ म पछि मेन्टेनेन्स गरेर चाहिँ म यहाँ लङ ड्राइभ जान्छु नि त मेरो 20 21 गतितिर म लङ ड्राइभ जानुपर्ने हुन्छ होइन ब्याक टु होम जानुपर्ने हुन्छ सो ब्याक टु होम जानेलाई तपाईँहरूलाई म देखाइहाल्छु है दामी छ छन त आमामगरी मोबिल बाइक लास्ट इन्जिन हिट भयो जस्तो भयो क्या मलाई जस्तो लाग्छ मोबिल छैन जस्तो लाग्यो बाइकको चाहिँ गाडी छ टेन्सन हुन्छ यार बाइकको इन्जिन गयो भन्दै मैले हेर्नुपर्ने हुन्छ बाइक चाहिँ होइन हामी आइपुग्न खाजा के खाने हो खाने नखाने खाजा के हो त चेकिङ गरेर नि हामीसँग लाइसेन्स कागज खान्छ त कति छ त यार मान्छेहरू सबजना बबाइल नाचिरहेको यो अन्त केटा माघे सङ्क्रान्ति मेला भनेको होइन सब बबाइल छ ल कति बबाइल हामी पनि नाचिदिनु पर्ने हुन्छ क्या यस्तै डान्स हान्नुपर्ने हुन्छ कति बबाइल के म्याकुरी होइन जो सब हामी आइसक्यौँ है केटा
खाजा खाने हो त खाजा खाने कि जाने खाजा खाने कि जाने हो